नेपालले लिपुलेक, लिम्बुआधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दै गर्दा नेपाल देश र भारत देशमा जेठो कुन र कान्छो कुन भन्ने प्रश्नले दुवै देशका आम नागरिक र सञ्चार माध्यममा ठूलै बहस यतिखेर सिर्जना भइरहेको छ। विशेष गरेर भारतीय मिडियामा नेपालको प्रसङ्ग भइरहँदा वा कुनै पनि नेता तथा सरकारी अधिकारीले पनि नेपाल भारत सम्बन्धको जिकिर गरिरहँदा नेपाललाई छोटे भाइ र भारतलाई बडे भाइ भन्ने तुलनात्मक अभिव्यक्ति प्रस्तुत हुने गरेको देखिन्छ। यस कुरामा नेपाली नागरिकमा गहिरो असन्तुष्टि रहेको कुरा सामाजिक सञ्जालमा पछिल्लो समय अभिव्यक्त गरिएका स्टाटसबाट प्रष्ट हुन्छन्। आज कथा टुडेमा नेपाल भारत सम्बन्ध प्राचीन इतिहास र के नेपाल भारतको छोटे भाइ नै हो वा यसलाई कसरी वर्णन गर्न सकिन्छ त तमाम आयामहरूको केही चर्चा र विश्लेषण हामी गर्दैछौँ। कृपया यो भिडियो पुरा हेरिसकेपछि मात्र कमेन्ट गर्नुहोला अनि भिडियो लाइक सेयर पनि गर्न नभुल्नुहोला। कथा टुडे युट्युब च्यानललाई यदि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिहाल्नुहोला, किनकि हामी यस्तै फरक कथा र सन्दर्भमा भिडियो लिएर आउने गर्छौँ। अब भने लागौँ आजको यो विषयतर्फ। कथा टुडे, एभ्रिथिङ एभ्रीवन हैज अ स्टोरी। नेपाल भारत सम्बन्धका केही गुनासाहरू जुन सामाजिक सञ्जालमा पछिल्लो समय देखिएका छन् त्यसका केही प्रतिनिधि उदाहरणहरू यस्ता छन्। नरबहादुर विष्ट फेसबुकमा भन्छन्, बडे भाइ कसरी भइन्छ? मोटाइको आधारमा, उचाइको आधारमा, तागतको आधारमा वा जन्मको आधारमा? जन्मेको आधार हो भने भारतभन्दा नेपाल झन्डै पौने 200 वर्ष अगाडि जन्मेको छ। अब भन्नुहोस्, भारत बडे भाइ कि छोटे भाइ? त्यसै गरी नेपाली एक गायक कमलमान सिंह भन्छन्, नेपाल देशको जन्म हुँदा कसको गर्भमा जन्मिने भन्ने टुङ्गो नभएको देश भारत नेपाललाई छोटे भाइ भन्छ। नेपालको सन्दर्भमा नातै लगाउने हो भने इन्डिया नेपालको नाति पनि होइन, पनाती देश हो। नेपाललाई इन्डियाले बरु जिजुबाउ भन्दा हुन्छ। तिघ्रा बढेर मोटो भौबन्दैमा हजुरबाउलाई नाति भन्नु मिल्छ भनेर लेखेका छन्। यो गुनासो आइरहँदा दुवै देशको छोटो इतिहास बुझौँ, त्यसपछि यो प्रसङ्गलाई अझ स्पष्ट पार्न सकिन्छ। भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका 3 प्रमुख धर्महरू हिन्दू, जैन तथा सिखको उत्पत्ति भारतमा नै भएको हो। भारत विश्वको 10औं ठूलो अर्थव्यवस्था भएको राष्ट्र हो। भारतको 2 आधिकारिक नामहरू छन्। हिन्दीमा भारत र अङ्ग्रेजीमा इन्डिया भनिन्छ। इन्डिया नामको उत्पत्ति सिन्धु नदीको अङ्ग्रेजी नाम इन्डसबाट भएको हो। भारत नाम एउटा प्राचीन हिन्दू सम्राट भरत, जुन कि मनुको वंशज ऋषभदेवको ज्येष्ठ पुत्र थिए तथा जसको कथा श्रीमद् भागवत महापुराणमा पनि रहेको छ, उनको नामबाट लिइएको हो। यसको तेस्रो नाम पनि छ। यसलाई हिन्दुस्तान पनि भनिन्छ, जसको अर्थ हिन्दूको भूमि हो, जुन प्राचीन कालमा ऋषिहरूद्वारा दिइएको थियो। प्राचीन कालमा यो कमै चलनमा थियो र पछि कालान्तरमा यो अरब, इरानमा धेरै प्रचलित भयो हिन्दुस्तान भन्ने शब्द। भारतमा यो नाम मुगल साम्राज्यकालदेखि धेरै प्रचलित भयो, यद्यपि यसको समकालीन उपयोग कम र प्राय उत्तर भारतको लागि हुने गर्छ। यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखि नै आर्यवर्त, जम्बुद्वीप र अजनावदेशको नामबाट पनि जान्ने गरिन्छ। धेरै पहिला यो देश सुनको चरा नामले पनि जानिने गर्थ्यो, चिनिने गर्थ्यो। अहिलेको भारत पौराणिक भारतको एक हिस्सा हो। पौराणिक भारतमा पहिलो मानव बसोबास 9000 वर्ष पहिले भएको विश्वास गरिएको छ। यो नै पछि गएर सिन्धु घाटीको सभ्यतामा विकसित भएको थियो, जुन 2600 ईसापूर्व र 1900 ईसापूर्वको बीचमा विकसित अवस्थामा भएको थियो। लगभग 1600 ईसापूर्वमा आर्य भारत आएर र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरेका थिए। यस सभ्यताको स्रोत वेद र पुराणहरू छन्। 17औं शताब्दीको मध्यकालमा पोर्चुगल, नेदरल्यान्ड, फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनीहरूले देशको शासकीय अराजकताको लाभ उठाए। बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भयो र 1840 सम्म लगभग सम्पूर्ण देशमा शासन गर्न सफल भयो। 1857 मा ब्रिटिस इस्ट इन्डिया कम्पनीका विरुद्ध असफल विद्रोह पनि गरेको थियो त्यहाँ, जुन भारतीय स्वतन्त्रताको प्रथम सङ्ग्रामबाट पनि चिन्ह गरिन्छ। पछि भारतको अधिकांश भाग सिधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा गएको थियो। त्यसपछि 20औं शताब्दीको सुरुमा एक लामो समयसम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी सङ्घर्ष चल्यो, जसको नेतृत्व महात्मा गान्धी, चन्द्रशेखर आजाद, सरदार भरत सिंह, सुखदेव, राजगुरु, नेताजी सुभाषचन्द्र बोस आदिले गरेका थिए। यो सङ्घर्ष 15 अगस्त 1947 मा सफल भयो, जब भारतले अङ्ग्रेज शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्यो। त्यसपछि
26 जनवरी 1950 मा भारत एक गणराज्य बन्यो। यसरी हेर्दा आधुनिक भारतको राष्ट्रपिता महात्मा गान्धी हुन् भने आधुनिक नेपालको राष्ट्रपिता पृथ्वीनारायण शाह हुन् र नेपाल र भारतका राष्ट्रपिताकै जन्म मितिलाई तुलना गर्ने हो भने पृथ्वीनारायण शाहको जन्म सन् 1723 जनवरी 11 मा भएको थियो। त्यसैगरी महात्मा गान्धीको जन्म सन् 1869 अक्टोबर 2 मा भएको हो। यसरी दुई देशका राष्ट्रपिताको उमेर अन्तर नै 146 वर्षको छ। अर्थात् पृथ्वीनारायण शाह 146 वर्षले जेठा छन्। अहिलेको भारतले एक राज्यको मान्यता प्राप्त गरेको 70 वर्ष पुगेको छ। तर नेपाली इतिहास भने कसैको अधीनमा कहिले नरहेको हुनाले नेपाल विश्वकै सबैभन्दा पुरानो देशमध्ये एक हो। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधीनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरहेको थियो। करिब 13 करोड वर्ष अगाडि बनेका यहाँका पर्वत श्रृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ। पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेष 1 करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य त्यसले स्पष्ट गर्छ। नेपाल नामको पहिलो उल्लेख अर्थपर्वरिशिष्टमा गरेको पाइन्छ। अर्थपर्वरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि ईसापूर्व 500 देखि 600 को बीचमा यसको निर्माण भएको मानिन्छ। यसमा नेपाललाई कामरू, विदेह, उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ। मूल सर्वतिष्ठवाद विनय वस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको देखिन्छ। यसमा भगवान बुद्धको समयमा नै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ। महाभारत वन पर्वमा नेपाललाई विषय देशको रूपमा वर्णन गरिएको छ। जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र ईसापूर्व 4औं शताब्दीले पनि नेपालको बारेमा उल्लेख गरेको पाइन्छ। त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र कीर्तिपुर कुमाऊँ नेपालको उल्लेख छिमेकी राज्यको रूपमा गरेको छन् भने त्यसपछिका प्राय सबै श्रेष्ठहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेको देख्न सकिन्छ। नेपालका शिलालेखहरू भने विक्रम सम्वत 522 पछिका पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ। यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ। नेपाललाई सत्ययुगमा सत्यवादी, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा पनि उल्लेख भएको छ। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा विजय हासिल गरिसकेपछि विक्रम सम्वत 1826 मा आफ्नो देशको राजधानी गोरखाबाट काठमाडौँ सार्नुसँगै नयाँ नेपाल अधिराज्यको स्थापना गरेको बुझ्न सकिन्छ। पृथ्वीनारायण शाहको मृत्युपछि पनि शाहवंशको राज्य विस्तार अभियान रोकिएन र अहिलेको नयाँ नेपाल त्यसरी बनेको हो। यसरी हेर्दा अहिलेको जुन भारत देश छ त्योसँग पौराणिक भारतको आत्मिक सम्बन्ध भए पनि राष्ट्रिय रूपमा सिधा सम्बन्ध राख्दैन भन्न सकिन्छ। किनकि ब्रिटिसले टुक्रा टुक्रा राज्यलाई जोडेर ब्रिटिस इन्डिया बनाएको हो, भारत बनाएको थिएन। त्योभन्दा पहिले भारतमा थुप्रै राज्यहरूको आफ्नै अस्तित्व थियो र जुन ऋषि मुनिको पालादेखि इतिहास जोडेर नेपाललाई कान्छो भन्न खोजिन्छ त्यो तर्कसङ्गत रूपमा मिल्न जाँदैन। किनकि पौराणिक भारतवर्ष र भारतमा फरक छ। पौराणिक भारतवर्षमा दक्षिण एसियाका अधिकांश देशहरू कहीँ न कहीँ कतै न कतै जोडिने गर्छन्। किनकि हिन्दू धर्मको इतिहास सिधा भारत, संस्कृत, नेपालको हिमालय पर्वत, विभिन्न शक्तिपीठहरू, श्रीलङ्काको लङ्का र विभिन्न ठाउँहरूबाट जोडिने हुन्छ। त्यसवखत कुनै अहिलेका स्थापित राज्यहरू थिएनन्। तसर्थ अहिलेको भारतले सम्पूर्ण दक्षिण एसियाको पुर्खाको नाम दोहोऱ्याएर राख्यो भन्दैमा उनै पुरानो भन्न मिल्दैन। मानौ मेरो नाम पनि मेरो जिजुबुवाको नामले नै राखिएको जसरी राखियो भने के म मेरो बुबा हजुरबा भन्दा जेठो हुन्छु त? यो असम्भव कुरा हो। तर अहिलेको भारतसँग पौराणिक नाता भने नेपालको अवश्य नै छ। नेपालकी सीता अयोध्याका राजा रामले विवाह गरेर लगेको इतिहासले पनि नेपाल भारतमा रोटीबेटीको सम्बन्ध रहेको भने प्रस्ट्याउँछ। तर सार्वभौम र कहिल्यै कसैको गुलामी नगरेको देशलाई विभिन्न हेपा प्रविधिबाट प्रयोग गरिने शब्द कुनै पनि छिमेकी सरकार वा सञ्चार माध्यमले नगरिदिए हुने थियो। अर्कोतर्फ सीमा विवादको इतिहासको दस्तावेज सही तरिकाले दुवै देशका तर्फबाट वार्तामा बसेर यसको निष्कर्षमा पुर्याउनु जरुरी देखिन्छ। टिस्टा र काङ्गडासम्म पुगेको नेपाल खुम्चिँदै जाँदा सुगौली सन्धिले प्रष्ट पारेको काली नदीको मुहान लिम्पुवाधुरा नेपालमा पर्छ भन्ने प्रमाण भारतसँग पनि छ। तर खै किन मान्नै चाहँदैन। दर्शकवृन्द, अन्त्यमा भारत नेपालको सम्बन्ध त अवश्य नै छ, तर
त्यो सम्बन्धलाई तपाईँ के नाम दिन चाहनुहुन्छ तल कमेन्ट बक्समा आफ्नो विचार राख्न नभुल्नुहोला र यो भिडियोलाई लाइक अनि शेयर पनि गर्न सक्नुहुनेछ। अनि कथा टुडे युट्युब च्यानललाई यदि सब्स्क्राइब अहिलेसम्म गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिहाल्नुहोला है। अनि सँगै रहेको बेल आइकन पनि थिच्न नभुल्नुहोला, जसले गर्दा सबैभन्दा पहिले जानकारी तपाईँकोमा पुर्याउनेछौँ। यस्तै फरक फरक कथाहरू, यस्तै फरक फरक कुराहरू लिएर आउने नै छौँ।